दर्शकबिन आज म तपाईहरुलाई यति ठुलो पहाड देखाउँछु जुन पहाड देखेर तपाई अचम्मित पर्नुहुनेछ। तलपट्टि ठुलो गाउँ छ हैन साथीहरु, माथि हेर्दाखेरि निकै ठुलो पहाड छ। यहाँ देख्न सक्नुहुन्छ यो पहाड साथीहरु निकै ठुलो छ यो पहाड। अनि यहाँबाट आउँदाखेरि साथीहरु उतापट्टि दार्चुला जिल्ला रहेको छ, त्यहाँ हेर्न सक्नुहुन्छ। अनि यहाँ तलपट्टि गाउँ छ, सानो स्थानीय बजार छ। यस्तै यहाँबाट हेर्ने हो भनेपछि यहाँतिर पलतिर निकै ठुलो गाउँ छ यहाँ। अनि बिचैमा यस्तो अलिकति सम्म परेको उपत्यका जस्तै भाग छ। यो पहाड भने निकै ठुलो छ साथीहरु, यहाँ एकदमै खतरनाक पहाड नै छ भन्नु पर्यो। यहाँ तलतिर मान्छेहरू घाँस दाउरा गर्छन् भनेपछि तल यहाँ एउटा सानो खोला पनि छ, यहाँ देख्न सक्नुहुन्छ दर्शकबिन।